गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी एक बिहान यहाँ जङ्गलमा छौँ। जङ्गलमा हुनुहुन्छ मसँग मेरो साथी। हेलो हेलो नमस्ते, म चाहिँ सूर्य अनि उति शैलेश। सो आज हामी शिवपुरी बाबा समाधि आश्रममा ध्यान गर्न एका बिहानै आएको थियौँ। अनि यहाँ एकदम हुन्छ नि, अब पुरै एक्साइटमेन्ट भएर आज चाहिँ ध्यान गर्न पाइन्छ, एकदम मन शान्त हुन्छ भनेर आएको थियौँ। अब यहाँ आइसकेपछि चाहिँ यहाँ मन्दिरमा चोर पसेको रहेछ अनि पुलिसहरू आएर इन्भेस्टिगेसन गरिराख्नु भएको थियो। सो आज त्यहाँनिर त्यो ध्यान गर्ने त्यो समाधि स्थल पनि खुल्ला भएन, ध्यान पनि गर्नु मिलेन। अनि हामी चाहिँ अहिले यहाँ रुखमा चढेर होइन शैलेश अब ध्यान गरिरहेछ। तपाईँहरूलाई नि यस्तै शान्ति ठाउँमा नजिकै वाकिङ अथवा सानो हाइकिङ गर्न प्लस मेडिटेसन गर्न चाहनुहुन्छ भनेदेखि यो अगाडि चाहिँ हाम्रो शिवपुरी बाबा भनेर भन्छन्। यो चाहिँ तपाईँको तिलगङ्गा भन्ने ठाउँबाट थोरै माथि उकालो आएपछि दामी ठाउँ छ। यहाँ चाहिँ जङ्गलहरू छ, राम्रो छ होइन। सो अब हामी चाहिँ यहाँ रुखमा एकछिन बस्छौँ अनि घर फर्किन्छौँ। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई, सी इन द नेक्स्ट भिडियो।